First, subscribe to my channel. वेलकम टु माई ब्लग सबैजनालाई। बिहान उठेर एक गिलास पानी खाएर आउनु पर्यो सामान लिनको लागि। म पनि गएको छैन यार, सामान लिनको लागि आउनु पर्यो, खेतमा काम गर्नको लागि खानु पर्यो, लान पर्यो, खुवाउन पर्यो, सबै कुरा गर्नु पर्यो। त्यस कारणले अब यहाँको भ्यू हेर्न सक्नुहुन्छ, यस्तो छ है, यस्तो राम्रो छ। ल यो चाहिँ हो पसल सङ्कटको। ल है त गाइज, अब सामान किनेपछि कुरा गरौँ। ल सामान किनेर आइसकेछु। ओभरअल पानी परेर यस्तो छ, आँगन हिलो हिलो भएको छ। सर्लक्क हामीले यहाँबाट यस्तो हेर्ने हो भने आउने बजार थियो, सेङलेङ चाहिँ पुरा थियो। यो साइड चाहिँ डाँडा भएको पुरै हो, क्लाउडले पुरै भरिरहेछ। फ्रेस 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 मौसम्बी, यस्तो राम्रो फल्यो है मौसम। हो झरेन भने हेर्न सक्नुहुन्छ। अब चाहिँ चिया खाने हो, यस्तो छ यस्तो छ। बिचर कड हेर्न सक्नुहुन्छ, तिते करेला यस्तो छ है। सर्लक्क अर्गानिक अर्गानिक भयो। यहाँ सानो फल्दैछ है, सानो, अझै सानो, यता चाहिँ हुँदैछ। कागती पनि फल्दै रहेछ कि यति सानो बुटोमा। हामीले अब म तपाईँहरूलाई मैले माथिको देखाउँछु, चिप्लो बाटो कुरो भयो। यो भयो चाक्ला तलको साइड भयो है। भाबिन चाहिँ खेत चाहिँ यता उद्यो पहाडको तल्लो साइड पर्छ। ए ओइ पाडी भयो। यो भैँसी भयो दुध खानको लागि, माथिबाट पराल धानिरहेको छ। यस्तो छ, यस्तो छ। चिप्लो छ, चिप्लो छ। ल अब चाहिँ चिया गर्नुपर्छ। त्यो कस्तो भन्छ हो। यो सम्म भाग चाहिँ सेङनेङ पर्छ कि त्यो डाँडा पनि पर्छ। त हामी यहाँबाट त्यहाँसम्म पहिला हिँड्दै 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 गइन्थ्यो। अब कुरा चाहिँ थाहा पाएँ है, त्यहीँबाट मैले चाहिँ यो कसैलाई युजफुल हुन्छ कि भनेर चाहिँ देखाउन खोजेको। म चाहिँ ट्राई गरेको, हुँदै रहेछ। के हो भन्दा चाहिँ कसैले यो जुन बाइकहरूको
त्यो खुइलेको पार्ट हुन्छ नि एकदम। अब एकदम त्यो प्लास्टिकको फाइबरको त नै है, अब केबाट बनेको यो प्लास्टिक त प्लास्टिकै होला, यो फाइबरहरूबाट बनेको त हुन्न होला है। तर यो जुन टेल भाग थियो नि, जुन बाइकको टेल भाग हुन्छ नि, त्यो खोइलेको हुन्छ कि प्राय मेरो बाइकको चाहिँ खोइलेको थियो। अनि मैले चाहिँ यो अहिले तत्कालै थाहा पाएँ, मलाई थाहा चाहिँ थिएन यो कुरा। त्यही भएर चाहिँ एक फेर मैले ट्राई पनि गरेँ, हुँदो रहेछ। यसलाई चाहिँ के हो भने एक फेर फेरि यसलाई ब्ल्याक बनाउने के, खुइलिएर पुरै सेतै भएको थियो। अनि यसलाई चाहिँ ब्ल्याक बनाऊँ भनेर है, लेट आई विल सो यु। अनि चाहिँ ल यस्तो हेर्नु है त, जस्तै यो भाग भयो है मेरो चाहिँ बाइकको यो तेल भागमा, जस्तै यो खुइलेको छ कि न, यसमा केही स्टिकर पनि टाँसिँदैन क्या। त्यही भएर चाहिँ यहाँ हेर्नुहोस् त, मैले भर्खरै गराएको यस्तो चाहिँ हुँदो रहेछ। ल यति फरक छ कि ल डिफ्रेन्स हेर्नु है, टक्कै यस्तो है, पुरै खुइलेको थियो। ल मैले चाहिँ यहाँ देख्दा बेला यो सर्फेसमा देखाउँछ है त, यहाँनिर है कतिको चेन्ज हुँदो रहेछ। आई विल सो यु गाइज, ल हेर्नुहोस्। यो चाहिँ मैले लाइटरले लिएको छु है। बर्नर छ भने बर्नरले गर्दा पनि हुँदो रहेछ। पैसा बचत रहेछ कि हो, पेन्ट हान्दा पनि भयो, तर यस्तो गर्दा पनि हुँदो रहेछ। यो प्लास्टिकको कुर्चीहरूमा पनि खुइलेको छ भने यसरी पनि हुँदो रहेछ है। हेर्नु न, अघि न कस्तो थियो, जस्तै यो भाग थियो नि पुरै सेतै थियो नि, अहिले हेर्नुहोस् है पुरै ब्ल्याक भयो कि। यसै गरेर पुरै ती एरियामा हानेपछि साइडमा पनि। यहाँको चाहिँ मेरो अस्ति उहाँबाट गोर्सिङ्गेबाट आउँदा कहाँ खसेछ राख्न त्यतिकै छ। ल यस्तो चाहिँ हुँदो रहेछ। ल एक फेर हेर्नुहोस्, मैले लास्टमा देखाउँछु है त। अब कस्तो बलर आएछ ल है त, कतिसम्म चेन्ज भयो हजुरले पनि हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, अघि न कस्तो थियो, अहिले केही नभए पनि 80% त वर्क गर्यो नि। त्यही भएर चाहिँ यो चाहिँ वर्थ इट रहेछ है। ल हस् पुरै मौसम यस्तो छ, पानी पर्ला जस्तो भएछ, यस्तो हेर्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो स्याउका बुट्टा है, स्याउको एप्पलको बुट्टा पुरै कुहिरो लाग्छ है, खतरा भएछ, पुरै ढाकिएको छ। पानी पर्ला जस्तो छ, ठुलो पानी आउला जस्तो छ। यसो हेर्दा त यता चाहिँ फेरि छक्क छ है, यता चाहिँ क्लियर, अझै उता क्लियर नै छ, यता यस्तो भयो। यता चाहिँ यो पुरै क्लाउडी छ है पुरै।